आज फाइनल म्याचमा ग्राउन्ड पुरा भरिएको थियो हैन, माहौल पुरा तातिएको थियो, तर सोचेको जस्तो गेम भएन, मजै लागेन। किनभने अब टार्गेटै त्यति दिन सकेन, जो टार्गेट एटलिस्ट कम्तीमा 145-150 को टार्गेट हुन्थ्यो भने गेम हेर्न लाइक मजा आउँथ्यो। तर फाइनल गेम थियो, फाइनल गेम जस्तो मजा आएन आज क्या। तैपनि राम्रै भयो, गेम राम्रै भयो, 84 को टार्गेट राम्रै भयो हैन। अब सिजन 2 को फाइनल गेम थियो। अब लुम्बिनी लायन्सले बाजी मारेछ अनि जितेछ। जे होस्, धेरै धेरै बधाई छ लुम्बिनी लायन्सलाई, कङ्ग्रेचुलेसन। आज फाइनल गेममा पनि दर्शकहरूको पनि माहौल एकदम भरिएको थियो, एकदम हुल्ला खुसीको साथ मान्छेहरू आएको थियो, एकदम रमाइलोसँग गेम सकियो। एनपिएल सिजन 2 को आज फाइनल थियो। कमिटीहरूले पनि पुरा तनमन धनसे एकदम पुरा मजाले यो सिजनको लागि राम्रो व्यवस्था गरिएको थियो, राम्रोसँग सम्पन्न भयो। धेरै धेरै बधाई छ सबै टिमलाई, टिमको साथसाथ सबै अनरहरूलाई पनि धेरै धेरै बधाई छ। जे होस्, नेपालमा पनि अब बिस्तारै हुँदैछ, बिस्तारै हुँदैछ, डेभलपमेन्ट हुँदैछ। अब यसपालिको डे नाइट म्याच पनि भयो नेपालमा, फ्लड लाइट पनि लगाएको छ, धेरै राम्रो व्यवस्था मिलाएको थियो, धेरै खुसी लाग्यो। बधाई छ सबैजनालाई, बधाई छ है, सबैजनालाई बधाई छ। थ्याङ्क यू, धन्यवाद सबैजनाहरूलाई। जस्तो भयो भिडियो नि लाइक, कमेन्ट, सेयर गरिदिनु होला, आशा गर्छु सबैमा। अब सुरुवात क्रममा हो हाम्रो च्यानल, बिस्तारै राम्रो पर्फर्मेन्स गर्दै गर्छु अनि राम्रो भिडियोहरू अपलोड गर्दै गर्छु। धन्यवाद सबैजनाहरूलाई।